तिमीले चाहिँ युट्युबमा अपलोड गर्यो भिडियो अनि अपलोड गरिसकेर तिमीले वाइटी स्टुडियो हेरेको गर्छ हैन। त्यस्तो म पनि गर्थेँ पहिला हैन। वाइटी स्टुडियो दिनमा 50-100 खेप हेर्थेँ होला कमसेकम भिडियो अपलोड गरेर। तर मैले चाहिँ यो गर्दाखेरि चाहिँ के नुकसान पाएँ भन्दाखेरि म तपाईलाई भन्नेछु आजको है यो सेक्सनमा कि यो वाइटी स्टुडियो हेरेको गर्दाखेरि चाहिँ के नुकसान हुन्छ भन्दाखेरि चाहिँ हामीलाई चाहिँ पहिलोचोटि चाहिँ के नुकसान हुन्छ भनेपछि चाहिँ हाम्रो वाइटी स्टुडियो हेरेको गर्दाखेरि चाहिँ न भ्युज बढ्ने हो न केही हुने हो हैन। त्यसमा चाहिँ हाम्रो खाली नुकसान चाहिँ के हुन्छ भनेपछि चाहिँ मेन्टल पिस चाहिँ हाम्रो जाँदो रहेछ हैन। मेन्टल पिस जस्तो हुन्छ नि गरेको गरी हेर्नु पर्छ कति भ्युज आयो होला भनेर हेरेको गर्छ। त्यसमा चाहिँ के हुन्छ भने चाहिँ हाम्रो भ्युज चाहिँ बढ्ने हैन तर हाम्रो मेन्टल पिस चाहिँ जान्छ अनि हामी कहिले भ्युज राम्रो नआउँदाखेरि चाहिँ हामी डिमोटिभेट हुन्छ। यसमा त राम्रो भ्युज आएन रहेछ भनेर हामी डिमोटिभेट हुन्छ हैन। सो त्यही लागि चाहिँ वाइटी स्टुडियो चाहिँ नहेरेकै राम्रो। वाइटी स्टुडियो चाहिँ दिनमा हेर तर एक खेप हेर 2 खेप हेर म्याक्सिमम। त्यहाँदेखिको बेसी चाहिँ हेरेको चाहिँ नगर। अर्को चाहिँ के नुकसान हुन्छ भनेपछि चाहिँ हाम्रो टाइमिङको नुकसान पनि हुन्छ। हामी हेरेको गर्दाखेरि त टाइम जान्छ नि त। जहिले पनि हामी खोल्दै हेर्दै चाहे त्यो 2 सेकेन्ड होस् 3 सेकेन्ड 5 सेकेन्ड होस् तर टाइम त टाइम हुन्छ। सो त्यही लागि चाहिँ तिमी त्यो हेरेको गर्दाखेरि चाहिँ टाइम पनि जान्छ। बरु त्यो हेरेको गर्नुभन्दा बढी चाहिँ के गर्नु सक्छ भनेपछि चाहिँ कन्टेन्टको बारेमा सोच। के कन्टेन्ट बनाउने हो कस्तो टाइपको कन्टेन्ट बनाउने हो भनेर सोच हैन। बेसिकली त्यो वाइटी स्टुडियो हामीलाई किन दिएको हो भन्दाखेरि चाहिँ हामीले जब युट्युबमा भिडियो हाल्दाखेरि चाहिँ कहिले हामी के बिर्सिन्छ हैन। थम्बनेल हाल्नु या टाइटल हाल्नु या डिस्क्रिप्सन्सहरू त्योहरू हाल्नु बिर्सिँदाखेरि चाहिँ के गर्छ हामीले वाइटी स्टुडियोमा गएर हामीले त्यो करेक्सन गर्छ अनि हामीले लगाउँछ ट्याग्सहरू लगाउँछ करेक्सन्सहरू गर्छ हैन। त्यसको लागि चाहिँ हामीलाई दिएको हो युट्युबले। अनि अर्को चाहिँ के को लागि दिएको भन्दाखेरि चाहिँ हामीले त्यो जुन चाहिँ भिडियो हामीले हाल्छ त्यो चाहिँ वाइटी स्टुडियोमा हामीले के गर्न सक्छ एनालाइज गर्न सक्छ कि मेरो यो भिडियोले कतिको परफर्म गर्दैछ हैन कति परफर्म गर्दैछ। अनि अर्को चाहिँ यो भिडियोमा चाहिँ कति ऑडियन्सहरू हैन इन्गेज हुँदैछ। यो भिडियो चाहिँ कति लाइक्स पायो कति यो भिडियोले सब्सक्राइबर्सहरू लायो हैन। अनि त्यसमा यो वाइटी स्टुडियोमा के हुन सक्छ भनेपछि मेरो ऑडियन्स चाहिँ कति बजी एक्टिभ हुन्छ युट्युबमा अनि कति एजको हो कुन चाहिँ कन्ट्रीबाट हेर्दैछ बेसी अनि कस्तो टाइपको भिडियो ऑडियन्सहरूलाई मन पर्दैछ त्यो सबै हेर्नुको लागि चाहिँ वाइटी स्टुडियो दिएको। न कि हामी घरि खोल्दै हेर्दै भ्युज आयो कि आएन भन्दै हेर्नुको लागि त्यसको लागि दिएको हैन। तपाईले चाहिँ के गर्न सक्छ दिनमा 2 खेप हेर्नुहोस् आफ्नो वाइटी स्टुडियो चेक गर्नुहोस् कि भिडियोले परफर्म कस्तो गर्दैछ भनेर। त्यति नै बस। अगर परफर्म गर्दैछ भने तपाई एनालिटिक्समा जानुहोस् हैन ऑडियन्समा जानुहोस् या तपाईको कन्टेन्टमा जानुहोस् कि कहाँदेखिको कहाँसम्म राम्ररी हेर्दैछ ऑडियन्सहरूले अनि यस्तो टाइपको भिडियो हेर्दाखेरि चाहिँ ऑडियन्सहरू आउँदैछ भनेपछि त्यस्तै टाइपको भिडियो बनाउनुहोस्। त्यसको लागि तपाईलाई दिएको हो। त्यही लागि चाहिँ म चाहिँ भन्छु कि तपाईले बेसी वाइटी स्टुडियो नहेर्नुहोस् एकदमै राम्रो हैन। त्यो हेरेको गर्नु तपाईले एनालाइज गर्नुको लागि हेर्नुहोस् हैन। अनि आफ्नो भिडियोलाई सुधारमा ल्याउनु र ऑडियन्सहरूलाई हैन कसरी ग्र्याब गर्ने कसरी ऑडियन्स रिटेन्सन बनाउने हैन इम्प्रेसन्स कसरी बनाउने त्यसमा फोकस गर्नुहोस्। कन्टेन्ट सोच्नुमा फोकस गर्नुहोस् कि नेक्स्ट कन्टेन्ट के बनाउने त्यसमा फोकस गर्नुहोस्। तपाईले वाइटी स्टुडियो बेसी हेरेर न भ्युज पाउने हो न कि त्यसको केही तेरको गरे नि केही पनि तपाईले पाउनुहुन्न उल्टा डिमोटिभेट मात्रै हुनुहुन्छ अगर तपाईको भिडियो राम्रो परफर्म गरेन भने। यति नै हो मेरो भन्ने चाहिँ है। तपाईले अभोइड गर्नुहोस् वाइटी स्टुडियो बेसी हेर्दैछ भने अभोइड गर्नुहोस्। तपाईले कन्टेन्टमा सोच्नुहोस् के बनाउने हो भनेर। बस यति नै थियो। अगर यो इन्फर्मेसन तपाईलाई हैन बेनिफिट्स लाग्यो भने तपाईले लाइक शेयर सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू सो मच फर वाचिङ दिस भिडियो। नमस्ते।